राजेश हमाल बुढा भयो, अब धमाका मचाउन सक्दैन। नेपाली चलचित्र क्षेत्रमा धमाका मचाउनका लागि नयाँ कलाकार चाहिन्छ, अहिलेका चल्तीका कलाकार चाहिन्छ। अहिलेका चल्तीका कलाकारहरूले एक्सन गर्दा के भयो तपाईहरुले देख्नुभयो नि, भाग कहिले पनि बुढो हुँदैन, भाग कहिले पनि बुढो हुँदैन। अब नेपाली चलचित्र थरथर हल्लाउनका लागि आइसकेका छन् महानायक राजेश हमाल। राजेश हमालको बब्बाल कमब्याक हुने भइसकेको छ। आजको दिनमा मात्रै महानायक राजेश हमालको चलचित्र नरसिंह अवतारको बब्बाल पोस्टर सार्वजनिक भइसकेको छ। जुन पोस्टर हेरिसकेपछि तपाईहरुको पनि सातो पुत्तो जान सक्छ, साँच्चै नै यो त बब्बाल नै हो, यो त आगो हो, आँधी तुफान धमाका पटाका सबै हो भनेर। साँच्चै नै कस्तो छ त। र अब चलचित्र नरसिंह अवतारको टिजर कहिले आउँदैछ, ट्रेलर कहिले आउँदैछ, कतिको धमाका होला, कतिको बबाल होला, यसै विषयमा हामीले चर्चा गर्न गइरहेका छौं। हामीसँग हुनुहुन्छ अमन ढकालज्यू, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। धेरै धेरै धन्यवाद सर। अनि के छ सर, यो भन्दा अगाडि हाम्रा चल्तीका हिरोहरूले हैन, यो भन्दा अगाडि चलचित्र क्षेत्रमा धमाका मचाउन सक्दैनन् भनेर तपाईलाई के लाग्छ? यस्तो हो के सर, जसले जति खोके पनि राजेश हमाल इज अलवेज किङ है। राजेश हमाल बाघ मात्रै हुन्छ, राजेश हमाल सिंह हुन्। सिंह जहिले पनि जंगलको राजा हुन्छ। दुई चारवटा स्यालहरू आएर हल्का आतंक मचाए भन्दैमा सिंहको साम्राज्य कहिले पनि ध्वस्त हुन सक्दैन। कहिले काहीँ सिंहलाई बिरामी भएर चाहिँ हैन आफ्नो गुफामा ऊ आराम गरेको अवस्थामा बाहिर स्यालको साम्राज्य चल्न पनि सक्छ, त्यो आफ्नो ठाउँमा छ। तर जब गुफाबाट सिंह बाहिर निस्किन्छ नि, त्यसपछि स्यालहरूको भाग हुन सक्छ। हो, यस्तै कन्डिसन हुने देखिएको छ अहिले नेपाली फिल्म इन्डस्ट्रीभित्र। किनभने सिंह अब गुफाबाट बाहिर निस्किसकेका छन्, यानि कि राजेश हमाल अब नेपाली फिल्म इन्डस्ट्रीभित्र कमब्याक गरिसकेका छन्। हो, उमेरले अलिकति बुढो भयो होला, त्यो आफ्नो ठाउँमा छ, त्यो स्वाभाविक पनि हो, मान्छे सधैँ यङ। तर बुढो भए पनि उनको जुन पावर छ नि, उनको जुन चाहिँ एपियरेन्स छ नि, उनको जुन धमाका छ नि, त्यो चाहिँ कहिले पनि बुढो हुँदैन क्या सर, त्यो सधैँ बढी नै रहेको हुन्छ। यति बेला हामीले चलचित्र नरसिंह अवतारको नयाँ पोस्टरबाट पनि यो कुरा देख्यौं। अहिलेका चलतीका हिरोहरू पनि आफ्नो ठाउँमा बबाल काम गरिरहेका छन्, मेहनत गरिरहेका छन्, एकदमै सही कुरा छ, राम्रो छ। तर कस्तो छ भने एक्सन जनराभित्र अलिकति चल्तीका हिरोहरूलाई त्यति नपत्याएको देखिएको छ। विशेष गरी समीर भट्टलाई अलि पत्याए दर्शकहरूले एक्सन मुभीमा, तर अन्य कलाकारहरूलाई एक्सन मुभीमा राम्रो फिल्म खेल्दा पनि नपत्याएको अवस्था छ। हेर्नुहोस् एक्टर फिल्मको हालत हेर्नुहोस्, रावण आयो देख्नुभयो हालत के भयो। हेर्नुहोस् दयाङ राई पनि आए, रङ्गेली फिल्म लिएर आए, के भयो हालत। यता सौगात मल्ल आए, अगच्छे मुभी, यता बमबहादुर मुभी, यता अहिले पिताम्बर मुभी पनि, त्यसमा पनि यता हेर्नुहोस् प्रदीप खड्का, दयाङ राई, सौगात मल्ल, अनुविक्रम साई, सब कलाकारहरूले प्रयास त राम्रो गरेका हुन् एक्सन मुभी खेल्नको लागि। तर एक्सन मुभीमा अलिकति पत्याउने स्थिति भएन, अलिकति दर्शकहरूले राम्रो कन्टेन्ट हुँदा पनि साथ दिने स्थिति भएन। किनभने एक्सनमा पहिला पहिला हेर्नुहोस् न, सब पुरा सिंह बाघ जस्ता चाहिँ कलाकार थिए पहिला। हेर्नुहोस् राजेश हमाल कस्तो थिए, पुरा चौडा छाती, हाइट त्यस्तै, स्वर त्यस्तै, गर्जेको जस्तो सुनिन्थ्यो। यता विराज भट्ट हेर्नुहोस् त्यस्तै थिए, अलिकति पातला पातला भनेको बरु हाम्रो निखिल उप्रेती थिए, तर उनको पनि फेरि मार्सल आर्ट थियो, कला बवाल थियो हैन। एक्सन स्टारहरू त्यस्ता धुरन्धर थिए पहिला, तर अहिले त त्यस्तो खालको एक्सन स्टार त खासै देख्न सकिन्न। अहिले फुच्चे टाइपको हैन सबै। अनि अभिनय त राम्रो गर्छन् नगर्ने होइन, तर पनि एक्सनमा चाहिँ अझै म्याचिङ नभएको कि भन्ने कता कता लाग्ने टाइपको। अहिलेको भनेको अलि आश लागेको, अलिकति बवाल गर्ने भनेको दर्शकले पत्याएको भनेको समीर भट्ट, नत्र अन्य कलाकारलाई खासै पत्याएको अवस्था छैन। भनेपछि यस्तो अवस्थामा एक्सन मुभीहरूको यो एकदमै घट्दो मार्केट भइरहेको अवस्थामा अब यहाँनिर राजेश हमाल फेरि एक्सन मुभीको लागि एउटा वरदान भनेर आएका छन्। हे नेपालमा एक्सन मुभी खतरामा पर्यो है, अब एक्सनको राजा राजेश हमाल मै आउनुपर्छ भन्ने सोचे जस्तो छ राजेश हमालले, र आउने पनि अब पक्का भइसक्यो। पोस्टर पनि धमाका आएको छ। कस्तो पोस्टर आएको छ ल हेर्नुहोस्, अब म देखाउँछु है त। ल हेर्नुहोस् यहाँ, आमा हेर्नुहोस् त, कलाकारहरू सब यो फिल्ममा को हुँदैछन् सब कुरा देखाइएको छ। विशेष गरी फ्रन्ट डेस्कमै हामीले विशेष गरी फ्रन्टमै हामीले देख्न सकिन्छ महानायक राजेश हमाललाई कमान्डो ड्रेसमा छन्, पुरै यस्तोमा बेड लाको ड्रेस पनि कमान्डो होइन। हेर्नुहोस् त, कसले भन्छ राजेश हमाललाई बुढो भयो भनेर यार। हेर्नुहोस् त फेस रेनबो, पुरा आर्नल्डहरू जस्तो फेस देखिएको छ, आमा डेन्जर देखिएको छ। अनि यतापट्टि हेर्नुहोस् राज कटवाल होइन, यतापट्टि अब चाहिँ निर शाह छन् लगायतका अन्य कलाकार होइन। यतापट्टि हेर्नुहोस् त सरोज खनाल पनि देखिए होइन, हिरोइनहरू सनिसा भट्टराई, नीति शाह, हेर्नुहोस् लस्कर चट्ट। यतापट्टि सायद हिरोको सपोर्टर पार्ट होला यतापट्टि, अनि यतापट्टि भिलेनको साइड छ। हिरोको सपोर्टर साइड निलो कलरको चाहिँ एउटा रङमा राखिएको छ है। त्योबाट चाहिँ हामीलाई के थाहा हुन्छ भने चाहिँ
यो साइड चाहिँ अलिकति शान्त, अलिकति हिरोइजमको साइड हो र यतापट्टिको साइड अलिकति पहेँलो पहेँलो रातो टाइपको छ भनेपछि यो चाहिँ अलिकति रक्तपात मचाउने साइड होइन। यतापट्टि मेन बोस चाहिँ जहाँसम्म लाग्छ यो फिल्ममा चाहिँ प्रशान्त ताम्राकार हुन्छन् कि जस्तो देखिएको छ, किनभने उसको लामो लामो कपाल होइन, चट्ट सेतो दारी होइन, चट्ट सेतो कपाल होइन, त्यो रिसाको जस्तो अनुहार छ भिलेनको होइन। भनेपछि यो साइडमा पुरै भिलनहरू छन्। अनि यतापट्टि हेर्नुहोस् त एउटा भिलेन आमामा बाइकमा पुरै तुफान स्पिडमा चाहिँ बाइक चलाइरहेको देखिएको छ। पुरै अनुहार पनि राउसे फाउसे होइन, पुरै कालो दले जस्तो टाइपको देखिएको छ र सबै चित्रको माथि चाहिँ भगवान नरसिंहदेवलाई देख्न सकिन्छ। नरसिंह भगवान विष्णुको एउटा यस्तो अवतार जसमा आधा सिंह आधा चाहिँ मान्छे है, मनुष्य। नरसिंह मान्छे र सिंहको शरीर मिक्स भएको मान्छे। सिंह भनेको को? राजे समाल। नरसिंह भगवान नरसिंह एकदमै यस्तै आततायी दुष्ट पापी होइन, यस्तै चाहिँ अत्याचारी शोषितहरूको वध गर्नको लागि, जसले संसारमा आतंक मचाउँछ, साधु सज्जन व्यक्तिहरूको हत्या गर्छ, जसले गरिब निमुखा व्यक्तिहरूलाई शोषण गर्छ, त्यस्ता दमन अत्याचारीको जुन अत्याचारले सीमा पराकाष्ठ नागेपछि भगवान नरसिंह देव उत्पन्न हुनुहुन्छ र अत्यन्त रिसाहा स्वरूपमा हुनुहुन्छ। यस्तो क्रोध कि उनको क्रोधले यो पृथ्वी नै थर 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 काम्छ, तीनै लोक काम्छ र त्यो क्रोधलाई शान्त गर्न पनि स्वयं शिवजी नै आउनुपर्छ। यस्तो क्रोधित स्वरूप नरसिंह भगवानको भनेपछि नरसिंह भगवानको अवतारको रूपमा चाहिँ देखिएको छन् हाम्रोको राजेश राई। भनेपछि उनी पनि यो फिल्ममा अत्यन्त क्रोधित हुने देखिएको छ, विशेष गरी यस्ता आततायी भिलेनहरूप्रति भन्छ धमाका हुने देखिएको छ। विशेष गरी कहानी चाहिँ मलाई जहाँसम्म लाग्छ यो फिल्म पनि यस्तै रिभेन्जकै कहानी हो हुन चाहिँ होइन। शोषण दमन अत्याचारको पराकाष्ठ नागेपछि त्यसको साम्राज्य ध्वस्त गर्ने यस्तैसँग सम्बन्धित कहानी चाहिँ हो। तर अलिकति थोरै फरक के देखिएको छ भने चाहिँ यसमा मैले लगाएको चाहिँ मेरो अनुसार चाहिँ हाम्रो महानायक राजेश हमाल चाहिँ कमान्डो हुन्छ जस्तो लाग्छ कि मलाई। आर्मीको कुनै कमान्डो होइन, आर्मीको कुनै ठुलो एउटा चाहिँ पोस्टको व्यक्ति, अलिकति फाइटर टाइपको व्यक्ति हुन्छ जस्तो लागिरहेको छ। र यतापट्टि देखिन्छ अर्को चाहिँ हाम्रो राज कटवाल, उनी पनि हल्का कमान्डो टाइपकै लुक्समा देखिएका छन् है। दुईजना कमान्डो हुन्छन् जस्तो छ र पक्कै पनि देश अथवा कुनै समाज अथवा कुनै एउटा क्षेत्रमा चाहिँ शोषण गर्ने दमन गर्ने आततायीहरूको चाहिँ साम्राज्य ध्वस्त गर्नको लागि, उनीहरूलाई सकाप पार्नको लागि जन्म हुन्छ। कसको जन्म हुन्छ? अत्यन्त क्रोधित रिसाहा स्वरूप नरसिंह अवतारको, यानि कि हाम्रो राजेश राईको। सायद यो फिल्ममा नरसिंह नामै हुन्छ होला, राजेश हमालको मलाई जहाँसम्म लाग्छ। देखिएको बवाल चाहिँ एकतिर निलो एकतिर रातो भन्छ, पानी र आगो दुईटाको चाहिँ बवाल टकराव हुने देखिएको छ फिल्मभित्र। यो फिल्मभित्र सर यसो पोस्टर हेर्दाखेरि त नेपाली चलचित्र त यसरी थर 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 कपाउँछ जस्तो चाहिँ मलाई लागिरहेको छ सर है। अनि सर अब यो चलचित्र जुन जेठको 9 गते प्रदर्शनमा आउँदैछ नि, त्यसको फेरि केही दिनपछि त महाभोज फिल्म पनि आउँदैछ, के छ भिडन्तमा प्रतिस्पर्धा कस्तो होला त? यस्तो छ सर, अब जेठको 9 गते नरसिंह अवतार आउँदैछ, सायद अरू फिल्म पनि आउलान् त्यति बेला। तर अहिलेसम्मको कन्फर्मेसन अनुसार चाहिँ जेठको 9 गते नरसिंह अवतार र यता जेठको 15 गते महाभोज, यी दुईटा फिल्मको भिडन्त हुने पक्का देखियो। तर ठ्याक्कै एउटै डेटमा भिडन्त चाहिँ परेन, अलिकति डेटको फरक चाहिँ छ। अनि अर्को कुरा कस्तो छ भने महाभोज अलि अर्कै प्रकृतिको अर्ग्यानिक चाहिँ सोसियल मेसेज दिने खालको थोरै चाहिँ एउटा चाहिँ ड्रामा टाइपको मुभी देखिएको छ भने यता हाम्रो नरसिंह अवतार भनेको चाहिँ फेरि फुल मास एक्सन मुभी, बबाल एक्सन भरपुर मात्रामा स्टोरी एक्सन र एकदमै इमोसन्स भरिएको मुभी हुन्छ जस्तो देखिएको छ। त्यो कारणले गर्दा प्रतिस्पर्धा यसलाई खासै नबनाऊ, यसलाई उत्सव बनाऊ, सहभागिता बनाऊ, दुईटै फिल्म सफल हुन्छन् भन्ने मैले सम्भावना देखेको छु। किनभने कन्टेन्ट दुईटैको बवाल छ। दिवाकर भट्टराई यता बवाल निर्देशक रहेका छन् भने यता फेरि दिनेश राउत रहेका छन् महाभोजमा निर्देशक होइन। यता हाम्रो राजेश दाई नेपाली चलचित्रका चाहिँ एकदम धुरन्धर स्टार महानायकको उपाधि पाएका राजेश दाई छन् भने उता फेरि अब यता दयाङ राई होइन, आर्यन सिगदेल, खगेन्द्र लामिछाने लगायतका स्टारहरू छन्। भनेपछि फिल्मको कम्पिटिसनलाई हेर्दाखेरि कोही पनि पछि पर्छ जस्तो चाहिँ मलाई लाग्दैन। दुईटै फिल्मले बवाल गर्न सक्ने सम्भावना प्रबल मात्रामा छ भन्ने मेरो विचार रहेको छ। सही हो। अनि के सर अब चलचित्र नरसिंह अवतारको टिजर खै त अहिलेसम्म टिजर हेर्न पाएको छैन, कहिले आउला त? यसको टिजरको विषयमा चर्चा गर्ने हो भने अब आज चाहिँ महाभोजको टिजर लगभग आयो भन्दा हुन्छ होइन। आज महाभोजको टिजर आउने भएपछि अब नरसिंह अवतारको कहिले आउँछ भन्ने चाहिँ यहाँ प्रश्न चिन्ह खडा हुन्छ। किनभने जेठको 15 गते आउने फिल्मको टिजर आइसक्यो, तर जेठको 9 गते आउने फिल्मको टिजर अझै पनि केही छाटकाट छैन बा होइन। यो चाहिँ थोरै प्रश्न चिन्ह खडा हुने विषय हो। के थाहा टिजर नआउनु पनि सक्छ, डाइरेक्ट टेलर आउनु पनि सक्छ, भन्न चाहिँ सकिँदैन। तर यो चलचित्रको टिजर चाहिँ मलाई जहाँसम्म लाग्छ नेक्स्ट विकसम्म चाहिँ आइपुग्छ होला भन्ने चाहिँ मैले प्रबल सम्भावना देखेको छु सर।
सही हो सही हो सही हो। अनि अन्तिममा के भन्न चाहनुहुन्छ सर? अन्तिममा मेरो सन्देश यो छ, नेपाली चित्र माया गरौँ, नेपाली चित्र साथ सपोर्ट दिउँ। ठ्याक्कै 1 महिना छ चलचित्र अब नरसिंह अवतार आउनको लागि। महानायकका राज समालका फ्यानहरू अब आतुर भएको अवस्था त पक्कै होला। तपाईहरु चाहिँ कतिको आतुर हुनुहुन्छ त यो फिल्म हेर्नको लागि? नरसिंह अवतार फिल्म तपाईले कुन सो हेर्नुहुन्छ? फर्स्ट सो, सेकेन्ड सो अथवा थर्ड सो? के लाग्छ तपाईलाई? नरसिंह अवतारले आगो उल्का तहल्का पिट्ला नेपाली बक्स अफिसमा अथवा पछारिएला? के छ तपाईको विचार चाहिँ के छ? कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। नेपाली चित्र माया गरौँ, नेपाली चित्र साथ सपोर्ट दिउँ। जय नेपाल सिनेमा। अर्को भिडियोमा फेरि भेट्नु छ। अब गुड टाइम, बाइ 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 बाइ।